एक व्यक्ति खोलाको किनारमा बसेर माछा मारिरहेको थियो। त्यही बेलामा अर्को व्यक्तिले देख्छ अनि नजिक गएर सोध्छ, तपाईँ किन माछा मारिराख्नु भएको छ? उसले भन्छ, आई लभ फिस। उसले भन्यो, साँच्चीकै तपाईँ माछालाई माया गर्ने भएको भए यसरी पानीबाट बाहिर निकालेर तडपाएर मारेर खान सक्नुहुन्थ्यो। तपाईँको इच्छालाई प्रेमको नाम नदिनुहोस्। तपाईँको जिब्रोको स्वाद हो यो। आज संसारभरि मनुष्य प्रेम भन्नाले उसको इच्छाको अर्को रूपलाई जान्दछ, अर्को नामलाई जान्दछ। जस्तै दुई युवा युवती एकअर्काको गहिरो मायामा जब हुन्छन्, युवकले युवतीलाई हेर्दै सोच्छ, यिनीबाट म सम्पूर्ण भावनात्मक, शारीरिक र मानसिक सुख प्राप्त गर्नेछु। सोही समयमा युवतीले पनि युवकलाई हेर्दै सोच्छिन्, यो त्यही व्यक्ति हो जसलाई म पूर्ण भरोसा गर्न सक्छु र म पूर्ण विश्वास गर्न सक्छु। मलाई उसले सुरक्षा दिन्छ। मेरा जीवनका सम्पूर्ण तृष्णाहरू र आवश्यकताहरू उसैबाट म प्राप्त गर्नेछु। यहाँ दुईजना एक अर्कालाई खोजिरहेका थिएन। यहाँ दुईजना आफ्ना इच्छाहरूको सम्झौताको एउटा अनन्त श्रृङ्खलामा थिए। जसरी त्यो व्यक्तिले माछालाई गरेको माया र यी दुईजनाको बीचको माया एउटै प्रकृतिको थियो। प्रेम कहिले पनि अरूलाई साधनको रूपमा बुझ्दैन। प्रेम साध्यको रूपमा जान्दछ र उसलाई स्वतन्त्र हुन दिन्छ। आचार्य प्रशान्त भन्नुहुन्छ, प्रेम कहिले पनि कसैलाई आफ्नो व्यक्तिगत कैद र जमिनको पिञ्जडामा थुनेर राख्दैन, बरु उनलाई बेहतर र उन्नत उडानको त्यो गहिरो आकाशमा पूर्ण स्वतन्त्रता दिन्छ। नमस्कार।